एटिएममा अलिकति काम पऱ्यो नि त अहिलेको बज्यो तपाईँको 8:30 एकछिन एटिएममा काम छ हो त्यसको लागि चाहिँ फेरि गेट खोलेर जानुपर्छ है अलिकति यस्तो गऱ्यौँ होइन बेलुका त त्यति साह्रो उयो हुँदैन जाम त्यसको लागि चाहिँ अलिकति चापदाम भयो हो रोडबाटै जाँदा हुन्छ एटिएम हो त्यसको लागि चाहिँ माथको रोडबाटै जान्छु बेलुका चाहिँ के भन्छ भने बेलुका चाहिँ तपाईँहरूको ट्राफिक हुँदैन नि त त्यसको लागि चाहिँ माथिबाटै जाँदा हुन्छ कि दिउँसो हो भने चाहिँ तलैबाट जानुपर्छ डरसरी हुन्छ क्या यहाँनिर चाहिँ एटिएम पनि आइपुग्यो एटिएम स्टेट ब्याङ्कको अनि एटिएमबाट पैसा पनि निकाल्यो हो 1000 रुपियाँ मात्रै निकाल्नु थियो नि एटिएमबाट बेसी निकाल्नु थिएन हो किनभने अलिकति काम परेको थियो नि त हो त्यसको लागि चाहिँ अलिकति 1000 रुपियाँ मात्रै निकाल्नु थियो बेसी चाहिँ निकालेन अब जाउँ फेरि वापस घरतिर जानुपर्छ है चक्क चाबी हाल्यो दुलोममा पनि पस्दैन त चाबी फेरि तू समझा हाँ फेरि त्यही बाटो वापस अब जाउँ है फेरि फर्केर कल गर्नु है किनभने दोकानमा पुग्यो भने भनेर दोकान पो खुल्ला छ कि छैन साथीहरू त्यो पो टेन्सन छ त मेरो दोकान खुल्ला छैन भने त सकिन् दोकान त खुल्लै रहेछ यहाँ चाहिँ एउटा सामान चाहिँ पाएन फेरि हो सर्फ पाएन फेरि तलै जानुपर्ने रहेछ यो दोकानमा चाहिँ पाएन अब फेरि तलै जानुपर्ने रहेछ सर्फ किन्नु अङ्कल सर्फ छ सर्फ 10 रुपियाँको नै चाहिएको छैन सर्फहरू पनि पाउँदैन जानुपर्ने हौ भैया सर्फ छ 10 गर्ने सर्फ छ 10 गर्ने सर्फ सर्फ छ सर्फ 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 लुगा धुने हौ कतिवटा भनेको कतिवटा भनेको 10 वटा दिइहाल्नु नि अनि सनसिल्कको कन्डिसनर छ कन्डिसनर कन्डिसनर ए 10 वटा दिनु ढिलो होइन कि तल गएर आएको टिस्टाको त्यहाँ निस्किँदा कति 5 बजी निस्केको भाइ यति हुन्छ धन्यवाद यतिको लागि आएको म कहाँबाट घुमेर हुन्छ भैया म पनि पर गएर फेरि 11 माइलबाट फेरि फर्केर आएको दोकान सबै बन्द हुन्छ भैया गुड नाइट साह्रो छ क्या अनि अब त यहाँबाट चाहिँ हामी उकालो है साथीहरू गेट खोल्नुपर्ने रहेछ फेरि गेट बन्द रहेछ हो गेट खोलेर उकालो जानुपर्ने रहेछ कोही सक्यो यो त्यो हाम्रो स्कुटी अब रानी भने पनि राजा भने पनि यही हो हाम्रो चाहिँ एउटै अब सट्टै उकालो यहाँनिर स्टप
यो अब फेरि गेट लक गर्नुपर्छ किनभने फेरि गुम्बामा हो नि त गेट लक गरेन भने चाहिँ साह्रो पर्छ मेन चाहिँ कुकुरहरू पस्छ यहाँनिर क्या ताला पनि लगाइदिइहाल्यो सबैजना सुतिसक्यो हाम्रो त यहाँनिर ऊ पर हेर्नुहोस् न फेरि कस्तो दामी देखिरहेछ भ्यू लज हो नि त यो चाहिँ